ओहो कति गर्मी यो काठमाडौँ त उता हिमालमा कति चिसो थियो। पहिलो चोटि आएको हो र काठमाडौँ। चुप लग पगल बुढो। विनीता विनीता कहाँ जाऊ तिमी विनीता? विश्वास ने कसको गर्नु र खोइ। शीतललाई गर्मी भयो रे, जीवनलाई मर्न मन लाग्यो रे, अनि वर्षालाई पनि मन पर्दैन रे। बाबु यति अब छिट्टै बिहे गर, म त बुढी भइसके। खै आमा सुस्मिताले मंदैन। पानी परेपछि मात्र बाटो बनाउने दिमाग आउँछ, अरु बेला के हेरेर बस्या थिएस त? तँलाई चोर्ने त। आमा यहाँ गुन्द्रुक र भात खान पाइन्छ होला? आबुई सेतो मान्छे। आमा तपाईको रेडियो एकचोटि हेरौँ न। विनीतालाई बगाइदिएको उसको बाउ लाठी लिएर पछाडि आइरहेको छ। तर हामीलाई बाल जिन्दगीमा दुईवटा फूलसँग सतर्क रहनु होला। एउटा अप्रिल फूल, अर्को ब्युटिफुल। गाइस आज मारिन्छ जस्तो छ। रोशनीसँग बिहे नगरी मर्नुसिन मलाई। गाइस बचाऊ। नेपालको सबैभन्दा राम्री केटी चाहिँ बाउनी अनि छेत्रिनी नै रहेछन् भाइ। तपाईको छेत्रिनी र बाउनीलाई मेन्सन गर्नु। हजुर नेपाल आउनुको खास कारण ब्युटी हेर्न। साथीहरू कत्रो ठुलो माछा हेर्नु त। आफैले पो माछा मार्यो त गाइज। चाउ चाउ किन खाको? यो त 20 हो। 20 होइन, अहिले त यो 25 भइसक्यो। तिमी जुङले अनि हिमालय छोडेर काठमाडौँ किन आएको हो? गर्नु दै लस्तै तनाव भएको छ। बुद्धिले कमाउन जा भन्छ। तिम्रो छोरी दिपा मलाई दिनौ भने भगाएर लाग्छु नि बुढा। लाग्छस् तँलाई बाँदर यति। तेरो काटी नाचु भने त पाख। यो हो अस्मिता, राम्री छ, बुझिस? बिहे गर्न पर्छ अब। हो अस्मिता राम्री छन् नि। हजुर टिकट तपाईँ ठुलो हुनुहुन्छ, 2 जनाको पैसा दिनुस्। मुल्ला ठक्चेस। तपाईलाई थाहा छ मकैलाई तातो तावामा राख्दा किन उफ्रिन्छ? थाहा छैन। कहिले आफू नै बस्नु न त्यो तावामा, अनि थाहा पाउनुहुन्छ। बाबु भन्नु न आमा। एउटा सिरक बनाउनु पर्ने भएको थियो घरमा, तेरो कपाल काट्ने बेला भएन। नेपाललाई 5 वर्षमा स्विजरल्यान्ड बनाएन भने मलाई हिमालतिरै फर्काइदिए हुन्छ। बरु म हिमालमा दुध बेच्दै बस्छु। गाइस सुमनले मेरो 1000 रुपैयाँ लिएर कता गए बो? कसैले चिन्छ भने फिर्ता दिन भन्देऊ न। हेलो गाइस, आज म यता कुसमा आएको छु बुन्जे जम्प गर्न। बहुत डर लागिरहेको छ। तपाईहरू रेडी हुनु है त? यो आई लभ यू को आविष्कार पक्कै चाइनाले गरेको हुन पर्छ। साला न त ग्यारेन्टी छ न त वारन्टी। अस्मिता आज तिमी कति राम्रो देखिया छौ थाहा छ? स्वर्गको अप्सरा देखिया जस्तो छ। यति ड्रामा कम गर। खाना खाँदा न आको तिम्रो याद, भाँडा माझ्ने बेलामा आउँछ। के भएको होला माया? यतिको राम्री मगर्नी बुढी पाए त भाँडा माझ्न के को लाज? पिरनगर यति पहिला त अब लाहुरे बन अनि सुस्मितालाई मग्न जाम्ला। हुन्छ आमा। गाइस म त लाउरे ट्रेनिङ गर्दै सुस्मितालाई तिमीहरूको भाउजू बनाएर छोड्ने हो। पढ्ने बेला मनिषाको पछि पछि लाएर हिँडिस। आज एसएलसीमा आलु खाइस होइन जाँठा? जा अब भैँसी चराउन, नत्र खान नि पाउँदैनस्।